4, 5, 6 अस्तिको वचन फेरि एकचोटि मैले सम्झाउनको लागि कोसिस गर्छु। 4, 5, 6 अब नाश भएर जाने सिंगार, अविनाशी सिंगार, दुईटै कुराको बारेमा 4 मा लेखेको छ। त्यसपछि यसरी नै सिंगारसँगै सम्बन्धित गुण, यहाँ सिंगार भनिसकेपछि बाहिरी सिंगार पनि छ, भित्री सिंगार पनि छ। अस्ति धेरै विस्तार रूपमा हामी अध्ययन गरेको थियौँ। भित्री सिंगार के छ, बाहिरी सिंगार के छ। सिंगारको लागि एउटा शब्द प्रयोग गरेको छ, यहाँ गुण भन्ने शब्द प्रयोग गरेको छ। तपाईले गरिरहेको सिंगार पटार आफ्नै गुणमाथि आधारित, आफ्नै स्वभावमाथि आधारित। धेरै व्यक्तिहरू प्रश्न उठाउँछन्, म भित्र राम्रै छु तर बाहिर मात्रै हो म यसरी छु, बाहिर मात्र मैले सिंगार गरेँ, सिंगार पटार गरेँ। यो बाइबलीय आधारितमा सुहाउँदैन। किनभने माथि हेर्नुहोस् 4 नम्बरमा, नाश भएर जाने सिंगार होइन अथवा अविनाशी सिंगार, जो शान्त, जो हामी भित्र भएको शान्त आत्मा, हृदयमा लुकाएको गुणहरू। त्यो वचनलाई नेपालीमा पढ्नुहोस्, अलि सजिलो हुन्छ मलाई। 4 मात्र पढ्नुहोस्। 4 एकजना 4 पढ्नुहोस्। तर नम्र र शान्त आत्माको अविनाशी सिंगारले सिंगारिएको हृदयको भित्री मानिस होस्, जसको मूल्य परमेश्वरको दृष्टिमा धेरै छ। भयो। अब प्रश्न पारिएको छ, परमेश्वरको दृष्टिमा कुन सिंगार बहुमूल्य छ, कुन सिंगार महत्त्व छ, कुन सिंगार परमेश्वरको दृष्टिमा एकदम मान्यता छ। यहाँ प्रश्न पारिएको छ। यसमा कसैले पनि बगाना बनाउन सक्दैन। या केटा मान्छे होस् या केटी मान्छे होस्, या पुरुष होस्, स्त्री होस्, या श्रीमान होस्, श्रीमती होस्, यो वचनको आधारितमा भन्न सक्दैन म भित्र राम्रो छु, बाहिर म यस्तो छु, या म बाहिर यस्तो छु, भित्र यस्तो छु भनेर भन्न। दुईटै सँगसँगै हुनुपर्छ। यदि एउटा आत्मिक व्यक्ति भित्रीय सिंगार यदि शान्त और असल गुणमा भरिएको छ भने त्यो व्यक्ति बाहिर पनि त्यसलाई प्रकट गर्छ। भित्रमा एकदम शान्त वातावरणमा भएको व्यक्ति छु म, भित्रमा प्रेमिलो व्यक्ति छु म, तर बाहिरमा यस्तो जीवन बिताएको छु भनेर भन्न मिल्दैन। यस कारणले 4 मा यो शब्द प्रयोग गरेको छ, परमेश्वरको दृष्टिमा कुन सिंगार बहुमूल्य छ। अब 5 मा यसरी नै पूर्व स्त्रीहरू अथवा स्त्रीहरू परमेश्वरमा आशा राख्दै तिनीहरू आफ्नै श्रीमानको आधीनतामा सिंगारेको थियो भन्ने शब्द जोडिएको छ। अब सिंगार गुण यसलाई अलग गर्न सक्दैन, यो बुझ्नु। यस कारणले मेरो शब्द भन्न खोजेको, सिंगार्ने कुराहरू साथै मेरो गुण अथवा मेरो स्वभाव, यसलाई अलग गर्न सक्दैनौँ। आज बढी भन्दा बढी हेर्नुहुन्छ भने फरक फरक तरिकाले हामी हेर्न सक्छौँ। धेरै व्यक्तिहरूबाट बाहिर एउटा कुरा हुन्छ, भित्र एउटा कुरा हुन्छ। अब भन्ने बेलामा यसरी भन्नुहुन्छ, बाहिर त शारीरिक कुराहरू केही छैन भनेर भन्छन्, तर बाइबल त्यसको लागि साथ दिँदैन। अब एउटा शब्द प्रयोग गर्छ, अगाडि हेर्नुहोस् यहाँ 6 नम्बर, त्यसरी नै साराई या साराल अब्राहमलाई स्वामी या प्रभु भनेर उहाँको मुनि आधीनतामा बसेको थियो। अब यो शब्द किन प्रयोग गरेको भनेर अस्ति मैले तपाईको अगाडि राखेको थिएँ। दुई प्रकारको परिस्थितिमा पनि अब्राहमको अधीनतामा बसेको थियो। अब कहिले कहिले हामीमा आउने एउटा प्रश्न के छ भने 6 वचन पढ्नुहोस्। 6 मा एउटा दुईटा कुराहरू छ, त्यसलाई पढेर हामी सकिन्छ भने अगाडि बढ्दै यदि छैन क्वेशन आन्सरमा 6 वचन पढ्नु। 6 जसरी साराले पनि अब्राहमलाई प्रभु भनी सम्बोधन गर्दै उनको आज्ञा पालन गर्थिन्, तिमीहरू पनि असल काम गर्छौ र कुनै किसिमको डरले भयभीत हुँदैनौ भने तिनकै छोरीहरू हौ। अब प्राय त मैले अस्ति पनि भने अब्राहमको छोरा भन्ने शब्द धेरै व्यक्तिहरू प्रयोग गर्छन्, तर साराको छोरा छोरीहरू भनेर धेरै व्यक्तिहरू प्रयोग गर्दैनन्। अब्राहमको छोरा भनेर भन्छन्, तर साराईको छोरी भन्ने शब्द धेरै व्यक्तिहरू प्रयोग। यहाँ हेर्नुहोस्
कुन क्षेत्रमा साराको छोरी भन्ने शब्द प्रयोग गरेको? साराले अब्राहम अप्ठ्यारो परिस्थितिमा पनि आधीनतामा बसेको छिन्। साथै अब्राहमले मानिसको डरको कारणले आफ्नी श्रीमतीको लागि या श्रीमतीलाई माथि राखेको प्रेमको कारणले उहाँले एउटा शब्द प्रयोग गर्नुभएको थियो, तिमी मेरो श्रीमती भनेर नभन, मेरो बहिनी भनेर भन। त्यो कुरा पनि त्यसको लागि पनि साथ दिएको, त्यस कुराको लागि पनि साथ दिएको। तर बाइबलमा लेखिएको थिएन साराले आफ्नो मुख खोलेर, राम्रोसँग बुझ्नुहोस्, साराले आफ्नो मुख खोलेर म अब्राहमको बहिनी भनेर भनेको थिएन, अब्राहम भनेको। तर सारा आधीनतामा बसेको। यसका अर्थ के छ भने साराले, मैले अस्ति भने, अब्राहमको बुलावट माथिको वचन, परमेश्वर माथि भरोसा राख्ने स्त्रीहरू, परमेश्वर माथि भरोसा राख्ने, आशा राख्ने पवित्र स्त्रीहरू आफ्नो श्रीमानको आधीनतामा 5 मा लेखेको छ, सिंगारेको छ। अब यहाँ 6 मा लेखेको छ, उदाहरणको लागि सारा। यसकारण त्यसरी नै सारा अब्राहमलाई प्रभु बनी। अब प्रभु बन्ने अब्राहमले आफ्नो श्रीमती माथि प्रभुता गर्ने बेलामा सारा केही पनि बनेन। तर यो ठाउँमा हामी कहिले कहिले सोच्छौँ, हामी के सोच्छौँ भने, मैले बुझेको कुरामा भन्छु, एउटा सानो एउटा कुरा छ यसमा। यस ठाउँमा हामी भित्र आउने एउटा प्रश्न, अस्ति पनि एकजना मैले यो प्रश्न उठाउनु भएको थियो। यो प्रश्न के छ भने, अब अब्राहमले झुट बोल्नको लागि, भन्नको लागि यदि भन्नुहुन्थ्यो भने, यदि भन्नु भएको थियो भने, झुट बोल्ने के आफ्नो श्रीमानको आधीनतामा बस्ने कुराको तुलना हो भन्ने कुराहरू एउटा इन्डाइरेक्ट रूपमा एउटा प्रश्न, आज पनि यो प्रश्न आउने सम्भावना छ। म फेरि भन्छु, राम्रोसँग बुझ्नुहोस्। यहाँ 6 मा लेखेको कुरालाई एक्सप्लेन गर्छु। एउटा, अब्राहमलाई परमेश्वरले बोलाउनु भयो, त्यो पक्का छ। अब्राहमलाई परमेश्वरले बोलाउनु भयो, परमेश्वरको बोलावटको आधीनतामा नै सारा आएको छ। सारा अब्राहमको नेतृत्वमा हुनुहुन्थ्यो। अब्राहमले भन्ने बेलामा यो ठाउँमा परमेश्वरको भय मान्ने व्यक्तिहरू थिएनन्, परमेश्वरलाई चिनेको मान्छे थिएनन्। यस कारणले मलाई मारेर तिमीलाई लिएर जान्छ भनेर अब्राहमले एउटा शब्द प्रयोग गरेको थियो। अब पढौँ त्यो वचनलाई। एकजना, अलिकति मैले यसलाई एक्सप्लेन गर्नको लागि मात्र खोजेको, यो प्रश्नको लागि उत्तर पनि तपाईहरु पाउन सक्नुहुन्छ यस ठाउँमा। 12 अध्याय उत्पत्ति, 12 अध्याय 12-13। जब मिस्रीहरूले तिमीलाई देख्छन्, यो त त्यसको पत्नी रहेछ भन्नेछन् र मलाई मारेर तिमीलाई चाहिँ जीवित राख्नेछन्। म तिनकी बहिनी हुँ भनी तिमीले भनिदेऊ र तिम्रो कारण मलाई भलो हुनेछ र तिम्रै कारण मेरो ज्यान जोगिनेछ। भयो। अब हेर्नुस्, यहाँ लेखिएको शब्द के छ भने, अब्राहमले झुट बोल्नको लागि भन्नुभएको थियो भनेर हामी यहाँ हेर्छौँ।